इनकेस मेसिनमा आइपी एड्रेसहरू चेन्ज गर्नु पऱ्यो, आइपी एड्रेस राख्नु पऱ्यो भने चाहिँ तरिका चाहिँ के हुन्छ भने तपाईँको पहिला यहाँ होम थिचौँ है। होम पछि यहाँ मेन्यु थिच्ने है। मेन्यु पछि प्रिफरेन्समा जाने। प्रिफरेन्स पछि नेटवर्क है। नेटवर्क पछि यस्तो यो लगइन आइडी र पिन माग्छ उसले हैन। त्यो चाहिँ तपाईँको 7 पहिला यो आइडीमा टच गर्ने अनि तपाईँको 765431 अनि एप्लाई गर्नुस्। अनि पिनमा पनि टच गर्नुस् अनि फेरि 765431 अनि एप्लाई गर्नुस्। अनि एप्लाई गरेपछि बाहिर एउटा लगइन लगआउट भन्ने एउटा बटन हुन्छ यो है। लगइन लगआउट आइडी बटन यो टच यो थिच्ने अनि लगइन हुन्छ। अनि त्यसपछि तपाईँको यहाँ सेलेक्ट वायर गर्ने कि वायरलेस गर्ने है। वायर गर्ने हो वायर, वायरलेस गर्ने हो वायरलेस ल्याएर है। अब वायर गर्ने हो भने वायरमा जाने, तपाईँको यो टिसिपी आइपी सेटिङमा जाने, आइपीभी4 सेटिङमा जाने अनि आइपी एड्रेस सेटिङमा जाने। यो नर्मली अटो एक्वायर भन्ने अफ हुनुपर्छ है। यो दुइटै नभए भएन भने यो सेलेक्ट प्रोग्रामलाई पनि थिचेर अफ गर्ने है। अनि अटो आइपी पनि थिचेर अफ गर्ने है। अनि एप्लाई गर्ने। अनि त्यसपछि अनि म्यानुअली आकार हाइलाइट हुन्छ। अनि म्यानुअली आकारमा गएर तपाईँको आइपी एड्रेस हैन अनि सबनेट मास्क अनि गेटवे कति राख्ने हो त्यो राखेर अनि एकचोटि चेक सेटिङमा गर्ने हैन। कति आइपी लिएछ उसले यहाँ हेर्ने है। अनि गरेर अनि इनकेस चाहिँ नि आइपी एड्रेस थाहा भएन यो अटो एक्याउन्टलाई अफ गर्नु अन गर्नु कि दुइटै है। कसरी भने तपाईँको यहाँ ब्याक जानुहोस् है। यो अटो एक्याउन्टलाई तपाईँको अन गर्यो भने मेसिनले आफैले एउटा आइपी लिन्छ, अटो आइपी लिन्छ। हामीले सेट गर्नु पर्दैन है। अनि सबै गरिसकेपछि अनि एकचोटि मेसिनलाई अफ गरेर अन गर्नै पर्छ है। त्यति गऱ्यो भने तपाईँको मेसिनमा आइपी सेट हुन्छ।